ये मेरो रानी राजा बोल्दै हुनुहुन्थ्यो। रानी बोल्न छोडिन्। 360 काला र सेता मुसा आएको बेलामा कालकन्या राजाको अगाडि आएर गिज्याउन थाल्यो। हटाउने कोसिस गर्दा मेरो केही लागेन। 792 राजाले जब सशस्त्र सैनिकका साथमा आक्रमण गर्यो, राजाका सैनिकले हटाउन खोजे, राजाको सैनिकले केही लागेन। ओहो, के आश्चर्य हो यहाँ। अनि राजा फेरि 5 वटा सर्पले धड्कन दिइसकेर एकदम धड्कन दिइरहेको रहेछ तब दरबारलाई। अनि राजा चिन्तित हुनुभयो। रानीलाई फेरि बोलाउनु भयो। रानी यता फर्क भन्दाखेरिमा राजा फर्कन छोड्नुभयो। किन फर्कने भन्न लागे राजा। मेरो रानी। राजाले बोलाउँदा रानी बोल्दिनन्। अनि राजा फेरि बोलाउनुहुन्छ। सुन्दरी कति बोलाएको, देख्नै नसक्ने भएपछि नि भन्छ, हिजो त रानी त देख्नै नसक्ने भयो, मासु ल्याउन सक्न छोडिगयो, खान दिन। अरे खाना दिउनु मात्रै हो, खाना दिउन्जेल मात्रै हो। हाम्रो उहाँ, हाम्रो हजुर, हाम्रो सानुको बुवा, हाम्रो उहाँ नभए त आफूलाई कस्तो विधि। लैदिएदिन, रित्ते गादिन, कुनै त्यसलाई कहाँ लयो मलाई नसोध है, त्यसलाई झाँसुकी लैजाउँ। ल त्यहाँ कस्ता छन्, यहाँ आएको छैन त्यस्ता कुन जेसुकै हुन्। र त्यसै कारणले हे मेरो प्रभु साह्रै बाधा पर्यो राजालाई। अब कष्ट पर्यो। ईश्वर भगवान् म कहाँ जाने हो। धुरु राजा हुनुहुन्छ। बडो सङ्कटमा पर्यो राजालाई। अब उपाय छैन कहीँबाट। राजा उम्कन सक्ने स्थिति नभएको हुनाले 360 काला र 360 सेता मुसाले राजाको दरबार घेर्यो। 792 को राजाले आक्रमण गर्यो। राजा बडो आतुरमा पर्नुभयो र लौ न मेरो भगवान् जीवन जाने भयो भन्दै राजा भन्नुहुन्छ। आज भन्यो भोलि भन्यो, जिन्दगी यो बित्यो नि हरि भजन कहिले नभुल। आज भन्यो भोलि भन्यो, जिन्दगी यो बित्यो नि हरि भजन कहिले नभुल। तो सम्बन्ध बडा प्रगाढ थियो। बुढो भयो। रानीलाई राजाले टेर्न छोडिन्। राजा मासु ल्याएर खुवाउन नसक्ने भए। राजा बारम्बार चिन्तातुर व्याकुल भए। रानी जब भनेको मन नछोडिन्। धुरु रुन लाग्नुभयो राजा। ए मेरो रानी यता फर्कन। फर्किन्न भन्न थाले। हे मेरो भगवान्, ये मेरो रानी, मेरो माया लाग्दैन भन्न लागे राजाले। लाग्दैन म त मासु खान नपाएपछि माया न सायद। ल भयो। ये मेरो रानी, तिमीसँग बसेको खेलेको खाएको यो सारा बिर्स्यौ भन्दा मैले आऊ भने पनि होइन, बस भने पनि छैन। जुन बाटो आएको त्यही बाटो जाने। मासु खुवाउन नसकेपछि मेरो घरमा अन्न बस्ने। ल मरिजा न, त्यसलाई जेठीको पाप लाग्यो या उहाँकीलाई, बदमासलाई कहाँ। र त्यसै कारणले ल मेरो प्रभु अब जीवन गयो, अब के गर्ने होला। मलाई सङ्कटमा पर्यो। मेरो भुमरीको रक्षा गरी बक्सनु पर्यो। मलाई भुमरीमा पार्नु भएन। मेरो रक्षा गर मेरो रानी। बारम्बार तिमीलाई मेरो बारम्बार कन यो बिन्ती छ, विनय छ, विनोद छ। म माथि श्रद्धा राख। कुरै छैन मासु खान नपाएपछि। रानी रिसाइन्। यस्तो रानीका वचन सुनेर राजा कन लज्जित हुनुभयो। राजा झ्यालमा बस्नुभएको छ। रानी अर्को झ्यालमा बसेकै छन्। रानीलाई राजाले बोलाउँछन्। रानी बोल्न छोडिन्। राम्रा गीत गाएर पो भन्न थालेछ रानी त अहिले त्यस्तो बेला पनि। यता 360 काला र सेता मुसाले दरबारको ज्वरो खोतलिएको छ। धुरी भत्किसकेको छ। अङ्गभङ्ग प्रत्यङ्ग सारा टुटिसकेको छ। नवरङ्गको चन्दुवा च्यातिएको छ। 5 वटा सर्पले धड्कान दिएर जब दरबार बेरेको छ। 792 को राजाले घेरेको छ। कालकन्याले गिज्याएको छ। 360 काला र सेता मुसाले दरबारको ज्वरो खोतलिया छ। त्यस्ता बेला नि गीत गाएर बस्थे त्यो। कस्तो चाहिँ हो गीत पनि। आनन्दसँग बसिरहेको बेलामा लौ न मेरो भगवान्, ये मेरो हरि, म कहाँ जाउँ भनेर धुरु केटी रानी रुन लागेकी थिइन्। अनि राजा रुन लागेका थिए केटी कन। यस कारणबाट रानी कति पनि विचलित हुन सकेनन्। राजा बोलाउनुहुन्छ मेरो महारानी, अब म हाम फाल्नु के अरे भनेर राजा हाम फाल्न भनेर जोडदारसँग लागेको बेलामा 7 वटा समुद्रले परक बेरेको। 7 वटा समुद्रले परक बेरिसकेको छ दरबारलाई। यही 7 वटा समुद्रले बेरेको भए तापनि हाम फाल्छु भनेर लाग्दाखेरिमा त्यो 7 वटा समुद्रले बेरेर गएको बेलामा त्यो माझको बिचमा राजाको अगाडि माछा, कछुवा र भ्यागुता र गोही ठाडो मुन्टो लाएर बसेको। हे मेरो भगवान्, ती बसिरहँ। माछा कछुवा र यो शरीर ढल्ने, हाम फालौँ। माछा कछुवा र भ्यागुताले आफूलाई जब डस्ने
अब म कहाँ जाउँ? राजा बडो आत्तिनु भयो। महारानी अब यता हेर न मेरो प्यारी, अघिको कुरा सम्झन। मर्न थाले राजाले। बिर्सी मैले त सम्झन भन्छ त्यो त। अरे ओइ कस्तो बदमास है। राजा बारम्बार सम्झाउनुहुन्छ भो भन् कति बोलेको, कति नजिक आएको देख्न नसक्दा नि पो भन्न थालेछ जात त। ल हो राजा भन्नुहुन्छ मेरो रानी त्यसो नभन भन्दै हुनुहुन्थ्यो। 7 वटा समुद्रले दरबार बेरेको, माछा कछुवा र भ्यागु तारा गए कहिले राजा खस्ला र खम्ला भएर हेरिरहेको। त्यही बेलामा गर्लम्म दरबार ढल्यो। महाराज रानी कहाँ गइन्? रानी 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 भनेर राजा मरे। अघिल्लो जन्ममा रानीलाई सम्झेर मरेको हुनाले पछिल्लो जन्म राजा त्रिजाति भएर जन्मनु भयो। मलाई दोजराम मृगो राजासँग विवाह भयो। विदर्भ राजाका छोरी भएर जन्मनु भयो। अघिल्लो जन्मको मितले फेला पार ओहो मेरो मिजो बाटो यो हो भनेर पक्राउ गरेर सही मार्ग लगाइदिएर मुक्ति बनाइदिनु भयो। सुन्नुभयो त महाराज परीक्षित भनेर सुन्दाखेरिमा सुन्नु त सुने कि महाराज प्रभुदेव, तर यो कथा चाहिँ बुझिनँ। के भन्नुभयो के भन्नुभयो मलाई थाहै भएन भने राजाले। सुन यो कथाको वर्णन अब म खोलिदिन्छु। सबले यो कुरा बुझ्नुहोस् है त, दिमागमा यो दिमागमा राख्नु। पुरञ्जन नाम गरेको राजा भनेको जीवात्मा हो, कुनै राजा होइन। उसको अभिज्ञाता मित भनेको परमात्मा हो। परमात्माको र जीवात्माको बहुत सम्बन्ध थियो। मित भनेको सम्बन्ध थियो। 5 वटा घोडा जोतिएको रथमा चढेर राजा शिकारमा गए भनेको पञ्च प्रकृतिका बसमा परेर राजा जङ्गलमा गए। 11 वटा साथीहरू थिए भनेर भनेको महाराज 11 वटा इन्द्रियहरू थिए है त। अनि राजा दरबारमा घोडा चढेर शिकारमा गए भनेको अज्ञान खोज्न भनेर गएको। 9 ढोके दरबार राजाले देखे भनेको चाहिँ हाम्रो शरीर हो। 9 ढोका, 2टा आँखा, 2 ढोका, 2 कान, 4 ढोका, नाका प्वालले 6 ढोका, मुखले 7 ढोका, मलद्वारले 9 ढोका। 9 ढोका शरीरहरू हो है त, बाहिर होइन। 3 करोड 50 लाख ठेडी मैले भने त्यो ठेडी भनेको कपालहरू हो, रौँहरू हो शरीरमा। 3 करोड 50 लाख शरीरमा रौँहरू हुन्छ। अनि त्यसदेखि पछाडि भित्र 32 कोठा रहेछ भनेको यहाँ 32 वटा कोठा हुन्छ, पाठ पूर्जा 32 वटा हुन्छ। अनि त्यहाँ भित्र रानी भनेको माया हो महाराज, कुनै केटी होइन। माया फेला पार्यो, जीवले मायासँग सम्बन्ध राख्यो। मायाले जे भन्यो जब जीव त्यही डोरेटमा हिँड्न लाग्यो। अनि यसरी रहँदा अनि शिकार खेल्न भनेर अज्ञान खोज्न गएको, माया रिसाएको, मोहभङ्ग भएको। अनि 5 वटा सर्पले धड्कान दिएको भनेको प्राणापान व्यान उदान र समान 5 वटा वायुले धड्कान दिएको। अब मेरो सरकार त्यो 9 ढोके दरबार त अब नवरङ्गका चन्दुवा टाँगेको भनेको टोपी लाउनु परेको, माला लाउनु परेको, 2-3टा कतिवटा छ र त्यसपछिबाट फेरि यो भयो, यता स्वेटर भयो, के भयो। जब सम्पूर्ण शरीरमा गहना र गुरिया लाउनु परेको। यी नवरङ्गका चन्दुवा भए। सुन चाँदी हिरा मोतीले झलझलाकार भनेको गहना र गुरियाले पूर्ण भएको हो। र अनि त्यसदेखि पछाडि अङ्गभङ्ग प्रत्यङ्ग ज्यादै सुन्दरताले पूर्ण भएको महाराज शरीर रूपी देह। अनि 9 ढोके दरबार रूपी शरीरमा जब यस कारणबाट जीवात्माको र मायाको जब ठुलो सम्वाद प्राप्त भएको। अनि आज जब 360 काला 360 सेता मुसाहरूले दरबारको ज्वरो खोताले भनेको वर्ष दिनका 360 काला भनेको रात, 360 सेता भनेको दिन, दिनले र रातले आफ्नो ज्वरो खोतलेको आयु काटेको। 720 को राजाले आक्रमण गर्यो भने 720 भनेको चाहिँ संवत्सरले हामीलाई आक्रमण गरेको। वर्ष चटट काटेको। कालकन्याले गिज्यायो भनेको चाहिँ बुढ्याइले गिज्याएको। बुढ्याइ लाएपछि के लाग्छ र जतिसुकै सिँगारी पनि के गर्ने, जतिसुकै छाड जिगे पो के गर्ने। बुढ्याइ लाएपछि अनेक गर्छन्, गर्न त हरेक गर्छन्, अनेक गर्छन्, तै पनि हुन्छै भएर के गर्ने। मुख नधुन्जेल ठिक, मुख धोयो जस्ता तस्तै फेरि अब के लाग्छ। यसै प्रकारले गर्दाखेरिमा अब कालकन्याले गिज्याएको। अनि 792 को राजाले आक्रमण गरेको भनेको 1 संवत्सरले दिन रातले सरासर काट्दै लगेको महाराज। अनि 7 वटा समुद्रले परक बेरेको मैले भने त्यो 7 वटा समुद्र भनेको जाए जेता हाँडो भाँडो तामा कसलले आफूलाई जान उम्कन नदिएको, त्यसलाई पनि काटेर जान्छु भनेर लागेको। माछा कछुवा र भ्यागुता र गोही ठाडो मुन्टो लाएर बुढो र बुढी झरेपछि खान्छु भनेर बसेको भने चाहिँ माछा कछुवा भ्यागुता र गोही भनेको छोरा बुहारी नाति नातिनी परिवार कहिले बुढो र बुढी जालन र त्यसको सम्पत्ति लुटौँला भनेर ट्वाल्लको ट्वाल्ल हेरिरहेको।
यसरी बुझ्नु